भदौ 10 गते आएको बाढीपछि गजुरीका एकै घरका 3 दाजुभाइ सम्पर्कविहीन बनेका छन्। धादिङको गजुरी गाउँपालिका 6 मिलनटारी सिद्धग्यामी गाउँका एउटै घरका 3 दाजुभाइ भदौ 10 गते रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्। प्रमोद ग्यामी मगर, प्रकाश ग्यामी मगर र प्रवीण ग्यामी मगर रसुवामा रहेका बेला भदौ 10 गते आएको बाढीपछि परिवारसँग सम्पर्कमा आउन नसकेको परिवारले जनाएको छ। बाढीपछि उनीहरूको अवस्था र हालको स्थानबारे कुनै जानकारी प्राप्त हुन नसक्दा परिवार तथा आफन्त चिन्तित बनेका छन्। सम्पर्कविहीन हुनेमा प्रमोद ग्यामी मगर, प्रकाश ग्यामी मगर, प्रवीण ग्यामी मगर रहेका छन्। बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेकाले सम्भावित स्थानमा खोजी गरिदिन परिवारले सम्बन्धित निकाय, स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सर्वसाधारणसँग आग्रह गरेको छ। परिवारका अनुसार उनीहरूलाई कसैले देखेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएको भएमा तत्काल 98 513 36 760 नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ। तिनै दाजुभाइको खोजीमा सहयोग पुग्ने गरी सूचना धेरैभन्दा धेरै सेयर गरिदिन परिवारले सबैसँग अपिल गरेको छ।